म चाहिँ अहिले ठ्याक्कै त्रिभुवन युनिभर्सिटीको गेटपट्टि आइपुगेको छु। यो गेटबाट छिरेर चाहिँ हामी कीर्तिपुर पनि जान सक्छौँ। अनि हामी चाहिँ यही गेटबाट भित्र छिरेर अनि हाम्रो क्रिकेट ग्राउन्डतर्फ पनि जान सक्छौँ। अब तपाईँहरूलाई त्यहाँभित्र के काम भइरहेको रहेछ, के कस्तो रहेछ भन्ने कुरा चाहिँ म देखाउने कोसिस गर्नेछु। त्यसको लागि चाहिँ भिडियो अन्तिमसम्म हेर्नु होला। अब म यहाँबाट बिस्तारै अगाडि बढ्छु। म चाहिँ त्रिभुवन युनिभर्सिटीको गेटबाट भित्र छिरेर त्यो ग्राउन्डतर्फ अगाडि बढिरहेको छु होइन। यहाँबाट भित्र जाँदाखेरि चाहिँ हामीले चारैतिर हरियाली देख्न सक्छौँ। अब यहाँ ग्राउन्ड बनाउनको लागि रुखहरू पनि अलिअलि काटेको पनि देख्न सक्छौँ है। तर हामी जब यो ग्राउन्डतर्फ अगाडि बढ्दै जान्छौँ एकदम आनन्द लाग्दो ठाउँ छ। यो दृश्यहरू हेर्दा पनि त्यस्तै छ। जब यहाँ नेपाली टिमको कुनै क्रिकेट म्याचहरू हुन्छ तब यो पुरै बाटो जाम हुन्छ। अनि त्यहाँबाट यहाँ साइडतिर पुरै बाइकहरू, पुरै गाडीहरू एकदम पार्किङ गरिरहेको पनि हुन्छ। अब मङ्सिरबाट एनपिएल पनि सुरु हुँदैछ है। त्यस पछाडि झन् कस्तो चाहिँ होला त यो ग्राउन्डको वरिपरिको दृश्य, त्यो म त्यतिखेर पनि तपाईँहरूलाई देखाउँला। अब म यहाँबाट अगाडि बढ्दै गर्दाखेरि चाहिँ हाम्रो क्रिकेट ग्राउन्ड चाहिँ लेफ्ट साइडमा पर्छ। अब यहाँबाट अलिअलि ग्राउन्ड पनि देख्न थालिसक्यो है। म चाहिँ अब मेरो बाइक यहीँ रोकेर अब यहाँबाट उत्रिन्छु अनि बाँकी दृश्यहरू चाहिँ तपाईँहरूलाई म भित्र गएर देखाउँछु। अनि तपाईँहरूले देख्न सक्नुहुन्छ यो रुखका हाँगाहरू देख्न सक्नुहुन्छ। रुख जब नेपाली टिमको कुनै गेमहरू हुन्छ तब नेपाली फ्यानहरू चाहिँ रुखमा चढेर गेम हेर्छन्। किन भन्दाखेरि ग्राउन्डमा एकदम प्याक हुन्छ, ग्राउन्ड चाहिँ पुरै फुल हुन्छ। त्यो भएर चाहिँ यो रुखहरूमा चढेर पनि हेर्छौँ। अब यहाँ हामीले फ्लड लाइट पनि देख्न सक्छौँ। अहिले 2-3वटा हालिसकेको रहेछ, सबै चाहिँ हालिसकेको छैन। सायद अब 1-2 दिनमा त्यो पनि हालिसक्छ होला है। म चाहिँ अहिले ठ्याक्कै त्यो ग्राउन्डको गेटनेरि आइपुगेको छु। मैले यहाँबाट अगाडि हेर्दाखेरि चाहिँ अहिले नयाँ राखिरहेका सिटहरू देख्न सक्छु होइन, त्यो तपाईँहरूले पनि देख्न सक्नुहुन्छ। अनि यहाँ गेटको अगाडि चाहिँ क्रेनहरू छ एकदम। यो चाहिँ अहिले त्यो ग्राउन्ड पूर्ण रूपमा तयारी भइसकेको छैन, त्यो भएर हो। अनि पहिला चाहिँ फ्यानहरू यो जस्ता बाह्र ठाउँबाट उता गएर पनि हेर्थ्यो, तर अहिले चाहिँ जस्ता बारेर यहाँबाट भित्र छिर्न नमिल्ने बनाएको रहेछ है। अनि यहाँ पछाडिपट्टि देख्न सक्नुहुन्छ यहाँ अर्को एउटा फ्लड लाइट पनि हालेको छ है। सायद 3वटा फ्लड लाइट अहिले जडान भइसकेको छ, तर यसमा लाइटहरू चाहिँ हाल्न बाँकी छ। अब 1-2 दिनमा हालिसक्छ होला त्यो पनि। अब छिटै नै हाम्रो ट्यु ग्राउन्ड चाहिँ एकदम भव्य हुँदैछ क्या। एनपिएललाई चाहिँ दसैँ जसरी नै स्वागत गर्ने तयारीमा चाहिँ ट्यु ग्राउन्ड लागि परिरहेको छ। म तपाईँहरूले जस्ता चाहिँ कहाँसम्म बेरेको रहेछ त्यो पनि देखाउँछु। त कहाँबाट चाहिँ भित्र छिरेर अनि हामी ग्राउन्डको रुखको साइडमा बसेर पनि हेर्न सक्छौँ, त्यो पनि हेर्छु है त। जस्ता चाहिँ एकदम माथिसम्म नै गाडेको देखिन्छ है। सायद अब चाहिँ रुखमा चढेर हेर्ने दिन चाहिँ सायद छैन जस्तो लाग्छ, तर केही छैन। 10,000 12,000 चाहिँ दर्शक क्षमता छ हाम्रो ट्यु ग्राउन्ड त। अब यहाँसम्म रहेछ, यहाँबाट भित्र छिर्न मिल्ने रहेछ। ग्राउन्ड चाहिँ म्याचहरू हेर्छ। यो त पुरै बार लगाएको रहेछ, यहाँबाट पनि छिर्न नमिल्ने रहेछ। म चाहिँ आज हाम्रो ट्यु ग्राउन्ड चाहिँ के कतिको स्तर उन्नति भएको रहेछ। अनि त्यहाँबाट अब मङ्सिरबाट चाहिँ हाम्रो एनपिएल सुरु हुँदैछ। अनि के कस्तो रहेछ भनेर बुझ्नको लागि चाहिँ आज म यता ट्यु ग्राउन्डमा आएको थिएँ। तर अहिले यो काम भइरहेको भएर चाहिँ होला यहाँ चाहिँ मान्छेहरूलाई छिर्न दिन्छ कि दिँदैन त त्यो मैले त्यहाँ सेक्युरिटी गार्ड भेटिनँ र मैले सोध्न गइनँ। तर पुरै जस्ताले बारेर होइन त्यो ग्राउन्डै नदेखिने टाइपले बनाएको रहेछ। तैपनि मैले बाहिरबाट अलिअलि त देख्ने जति त खिचेकै छु है। अनि अब म चाहिँ अहिले अलि माथिबाट यो ग्राउन्ड छ जहाँ चाहिँ भोलि नेपालको लागि खेल्ने सोच बनाएका हाम्रो साथीभाइहरू चाहिँ पुरा प्र्याक्टिस गरिरहेका हुन्छन्। तर अहिले चाहिँ अब म दिउँसै आएको भएर यहाँ त्यस्तो केही गेमसेमहरू केही पनि भइरहेको छैन। यो साथीभाइहरूले खेल्ने गेमहरू पनि केही पनि भइरहेको छैन। ट्यु ग्राउन्ड चाहिँ जे होस् बाहिरबाट हेर्दा चाहिँ एकदम बवाल देखिने भइसकेको छ है। यहाँ आउँदाखेरि चाहिँ एउटा छुट्टै फिलिङ आउँछ क्या, एउटा छुट्टै आनन्द आउँछ। यो ट्युको जुन हामी यो ग्राउन्डभित्र छिर्छौँ, यहाँको यो वातावरणै एकदम छुट्टै मजाको छ है। अनि यहाँबाट पनि एउटा फ्लड लाइट चाहिँ यहाँबाट पनि एउटा फ्लड लाइटको खम्बा चाहिँ देख्न सक्छ होइन। तपाईँहरूलाई नि म देखाउँछु है त। यहाँबाट पनि एउटा देख्न सक्छु, तर त्यसमा चाहिँ लाइट चाहिँ हालिसक्यो होइन होइन। त्यो चाहिँ खम्बा मात्रै ठडाएको हो। अब त्यसमा लाइट हालेर अब जस हामीले मङ्सिरमा चाहिँ राति पनि गेम हेर्न सक्छौँ। अहिले चाहिँ हामी यहाँ पुरा यो ट्युको हरियाली देख्न सक्छौँ है।
म चाहिँ यता माथि आएर अब यो सबै सिनहरू हेरेर अब एकचोटि फेरि म चाहिँ बाइकलाई मेरो बाइक साइड लाएर ट्यु ग्राउन्डभित्र छिर्न खोज्छु है। अब दिएँ भने म भित्रपट्टिको पनि सबै सिनहरू चाहिँ खिचेर तपाईँहरूलाई देखाउँछु। अब दिएनन् भनेदेखि चाहिँ मङ्सिरमा एनपिएल भएपछि हुने टाइममा चाहिँ अथवा त्योभन्दा अगाडि कुनै गेमहरू चाहिँ हाम्रो ट्यु ग्राउन्डमा भयो भने म चाहिँ त्यहाँ आएर त्यो भित्रको पुरै खिच्ने चाहिँ मेरो प्लान छ है। यो जस्तो माथिबाट त्यहाँ माथि देख्न सक्छौँ सिटहरू, त्यहाँ सम्पूर्ण सिटहरू चाहिँ हालिसकेको छ है। अब केही समय मात्रै हामी प्रतीक्षामा छौँ, केही महिना पछाडि चाहिँ हामी त्यो सिटमाथि बसेर पुरा नेपाली क्रिकेटलाई सपोर्ट गरेर चाहिँ हामी म्याच हेर्न सक्छौँ। यहाँबाट चाहिँ यो ट्यु ग्राउन्डभित्र चाहिँ इन्ट्री गेट भयो होइन। यहाँ चाहिँ पुरै क्रेनहरू छ। म अब त्यहाँ गएर एकचोटि त्यहाँको सेक्युरिटी दाइले सोध्छु यहाँभित्र गएर भिडियो खिच्न पाइन्छ पाइँदैन भनेर, तर जहाँसम्म लाग्छ यो सम्भावना छैन। दाइ यतातिर भिडियो खिच्न पाइन्छ? ए बाहिरबाट चाहिँ पाइन्छ? बाहिरभन्दा नि बेलुका 5:30 बजे 5:30 बजे पछि चाहिँ पाइन्छ? 5:30 बजे एकछिन यहाँको मान्छेलाई सोधेर हजुर सक्नुहुन्छ। ए भनेपछि दिउँसोतिर चाहिँ पाइएन? काम भइरहेछ, काम भइरहेको ए हजुर है। बेलुकातिर हुन्छ 5:30 ए हुन्छ। मैले तपाईँहरूलाई यो भिडियोमा चाहिँ पुरै क्रिकेट ग्राउन्डको स्तर उन्नति के कति भयो भनेर चाहिँ देखाउन पाइनँ। त्यसको लागि चाहिँ तपाईँहरू सामु म क्षमा प्रार्थी छु। मैले यहाँको सेक्युरिटी दाइसँग कुरा गरेँ। सेक्युरिटी दाइले चाहिँ अहिले दिउँसो चाहिँ यहाँ काम भइरहेको हुन्छ, त्यही भएर सेफ्टीको लागि पनि अहिले भित्र जानु मिल्दैन भने यस्तो कुरा गर्नुभयो। ल ठिकै छ, उहाँले चाहिँ मलाई 5 बजे पछाडि आएर यहाँ सम्बन्धित व्यक्तिहरूसँग कुरा गरेर चाहिँ तपाईँ मजाले भिडियो खिच्न पाउनुहुन्छ भनेर मलाई भन्नुभयो। र म अब 5 बजेपछि कुनै दिन मिलाएर आउँछु। आज चाहिँ म बिहान अलिक चाँडै आएको भएर अब यहाँ 5 बजीसम्म बस्ने सम्भावना भएन, त्यही भएर आजको लागि चाहिँ म फर्केँ। अर्को कुनै दिन मिलाएर म 5 बजेपछि आएर तपाईँहरूलाई चाहिँ क्रिकेट स्टेडियमको पुरै स्तर उन्नति चाहिँ के कति भयो, कस्तो भयो भनेर चाहिँ सबै जानकारी दिने नै छु। तपाईँहरूलाई आज मैले ट्यु ग्राउन्डमा गएर बनाएको यो भिडियो चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो प्रतिक्रिया दिनु भने चाहिँ नभुल्नु होला। लाइक कमेन्ट सेयर गर्नु होला। अनि त्यस पछाडि मैले चाहिँ के कुराहरू चाहिँ सुधार्नु पर्नेछ अनि कस्तो कस्तो टाइपको भिडियोहरू चाहिँ ल्याइदियो भने तपाईँहरूलाई एकदम हेर्नलाई मजा हुन्थ्यो होला जस्तो लाग्छ। कृपया कमेन्ट गर्नु होला। आजको लागि यति नै। म अरू भिडियोहरू पनि लिएर आउने नै छु।